त्यसमा जस्तै अब लेबरले गर्ने काम भनेको जग खन्दा खन्दा त्यसको हात होइन बलियो 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 हुँदै जान्छ नि। हामीले चाहिँ यसले जग खनिरहेको हुन्छ कि यसले बुझेन लेख्ने बेला दिमाग चलाउनु पर्यो। अनि लेबरले जग खन्दा खन्दा मसल त बन्यो तर त्यो हातै जान लागिराख्यो बुझेन। अब त्यहाँ त्यस्तो सङ्घर्ष गरेँ क्या मैले। तिमीहरूले बुझेन होइन मलाई थाहा भएन। अब चाहिँ ओपनले मिल्यो होइन। ल एकचोटि फाइनली भेटौँ भने गीत गाउनुपर्छ। ल अब चाहिँ ल यहाँ कसैको विश्वास मलाई यहाँनिर आउन ढिलो भयो किनकि त्यहाँनिर खतरा थियो नसाको दल। अब म छिरिसकेँ। म अघि 12 बजीतिर छिरेको त्यहाँ गोकर्णमा भइसकेको थियो हलचल। अनि यसलाई भन्छ कुर्गी सुनेर कुर्गी सुन। तिमीहरूले मिलेर एउटा गीतै थाहा छन् फेरि हो नि मतलब ऱ्याक लाग्छ कि यस्तो यस्तो कुराहरू ऱ्याक लाग्छ यस्तो यस्तो कुराहरूलाई ऱ्याक लाग्छ। म अघि जानु खोज्छु पश्चातापले ब्याग तान्छ यिनीहरू सोध्छ यो अझ पनि झ्याप मान्छ यस्तै ट्याप खान्छ अनि ऱ्याप हान्छ होइन बुझेन। अनि यस्तो यस्तो कुराहरू मलाई लास्ट ऱ्याक लाग्छ कि बुझेन। तिमीहरूलाई कुन गीत थाहा छ ल कुन गीत सुनि फर 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 हो तिमीहरू दुईजना हो बफको रियल फ्यान आई लभ यु ल बुझेन। म तिमीहरूले भन्छु बफ होइन कतिजना मान्छेहरू चाहिँ होइन बुझेन चिन्ने हुन्छ के ए बब आउँदैछ अरे बबको कन्सर्ट हेर्न जाउँ न कस्तो हुँदो रहेछ भन्नेहरू छु त्यहाँ पछाडिको मान्छेहरू के अलिक ठुल्ठुलै चाहिँ उनीहरूलाई खास गरी मतलब छैन कि को जिबब होइन के गीत के ऱ्याप होइन बुझेन बाल छैन बुझेन। उनीहरू आफ्नै लाइफमा बिजी छ के। अनि कोही चाहिँ कस्तो हुन्छ भन्दा फेरि वा जिबबको चाहिँ भिडियो सिडियो बनाउनुपर्छ त्यहाँनिर सोसियल मिडियामा देखाउनु पर्छ। तिनीहरू भने चाहिँ फेमको फ्यान के फेम भने खतरा पावर फेमको फ्यान। अनि कतिजना हुन्छ कि वा जिबबले त यस्तो शब्द भनेको थियो यार त्यो सुन्न जानुपर्छ भने तिनीहरू चाहिँ रियल फ्यान के। अनि ऊ त्यहाँनिर दुईजना छ कि यस आई लभ यु ब्रदर्स है। ल एक राउन्ड प्र्याक्टिस होइन। अब हामी मिलेर गीत गाउने है त गोकर्ण। मजा आएन। अब हामी मिलेर गीत गाउने है त गोकर्ण। म फर भन्छु होइन। सुन्न हतार नगर्न मिलेर गीत गाउने के मिलेर आज गोकर्णले पनि ऱ्याप हान्छ भने म सँगसँगै बुझेन। आज गोकर्णले पनि ऱ्याप हान्छ तिमीहरूले पनि है। म फर भन्छु तिमीहरू माथि भन्ने। तिमीहरूको काम भनेको चाहिँ माथि भन्ने के त नभने नभन फेरि सुन्न त मैले फेरि माथि भन्दा माथि जाल भने होइन। मैले तँभित्रको तँलाई बुझेन म भित्रको मलाई मैले भने जस्तो तिमीहरूले चाहिँ तँभित्रको तँलाई भन्नु पऱ्यो क्या माथि झन्झकाइरहनु पऱ्यो है। ल एक राउन्ड प्र्याक्टिस है। तिमीहरूले चाहिँ मसँग माथि भन् आमा कसम बबाल हुन्छ भने बुझेन यहाँ बबाल हुन्छ भने के बुझेन। तिमीहरूले विश्वास गर्न ल है। फर माथि म फर यार त्यहाँ पछाडि चाहिँ फेम फ्यानहरू के वा आजीमा कन्ते देखाउने मात्र के माथि भन्ने भए माथि बनाऊ न त क्यामेरा स्यामेरा राखेर घटेर जाऊ है। यहाँ एकजना होइन सुन कुरा सुन्न। यहाँ एकजना मात्रै भने मैले ऱ्याप हान्छु यहाँ आएर फेरि बुझेन। यहाँ ऊ त्यो दुईवटा फुच्चे मात्रै भने म आएर ऱ्याप हान्छु आई लभ यु ब्रदर्स बुझेन। फेरि त्यो स्पिरिटको हो फेरि बुझेन। त्यहाँ एकजना सुन्न आएको म सुनाउँछु फेरि बुझेन। यहाँ कोही नसुन्ने भए पनि म जबसम्म घाटमा पुग्दिनँ तबसम्म म सुनाउँछु क्या आफूले ल है। फर माथि म फर माथि म फर ल तिमीहरू माथि भन होइन भन्ने जति भनौ होइन साथ निभाउने जति साथ निभाऊ पाठ सिकाउने जति पाठ सिकाऊ होइन। ल एकचोटि ल स्टेजको लागि चाहिँ झ्याप गरिदिनु मेरो दादा आई लभ यु ल मेरो टिचर दादा आज रेस्पेक्ट हुने फेरि आजकल त हो मेरो टिचर दादा ल लाइटको दाइलाई पनि आई लभ यु होइन। अब होइन टिचर दादाहरूलाई पनि आई लभ यु भने यो लाइट ठ्याक्कै आँखामा पऱ्यो क्या यो लाइट ठ्याक्कै आँखामा पऱ्यो दादा। अनि त फर भन्ने ड्र्याग ल अनि स्टेजको लाइट चाहिँ अफ हुनु पऱ्यो क्या दादा। अनि उता अनि तिमीहरू चाहिँ माथि मात्र भन्नु पऱ्यो बवाल हुन्छ ल।